र म अब चौथो कवितामा आइपुगेको छु र यो चौथो कविता चाहिँ हो हाम्रा आदरणीय मदन ओझा दाजु है, हाम्रा अति आदरणीय सर मदन ओझा। उहाँको बिर्सन नसकिने पलहरू यस पुस्तकबाट लिएकी छु कविता र उहाँको यी राम्रा सुन्दर अनि यथार्थ जीवनका कविताहरू छन् र आत्मपीडा भन्ने कविता म यहाँ पठन गर्न लागेको छु। केही लामो छ यो आत्मपीडा, तर यसलाई म तपाईहरु समक्षमा पठन गरेर सुनाउने छु र यो कविताको मिठो आत्मपीडाको गहिराईमा आउनुहोस्। तपाईहरु पनि कविता सुनेर तपाईहरुले अनुभूति गर्नुहुने नै छ। कविताको शीर्षक हो आत्मपीडा। मेरा पीर यी आँखाबाट आँसुहरू बगिरहन्छ। मेरा पीर यी आँखाबाट आँसुहरू बगिरहन्छ। सपनाहरू कहीँ कहीँ त्यसै रीतिरहन्छ। यो जीवन रोगग्रस्त एउटा घाउ हो अनि जीवनका कल्पनाहरू कतै चेप्टिएर कतै चेप्टिएर दुखी बस्छन्। छातीमा धस्किएका ती मायाका डोबहरू अझ पनि एक्लै सुकसुकाइरहन्छन्। यो कस्तो व्यथा हो, मस्तिष्कभरि बेग्लै एउटा पीडाले साँच्चै सताइरहन्छ। अनिन्द्रा रातहरूमा पनि जीवनको लाज ढाक्ने इच्छाहरू त्यसै भत्किएर चर्किएर लथालिङ्ग हुन्छ। खोइ चाहेर पनि सम्हाल्न सकिन मैले ती कोसिसहरूको प्रवृत्ति अथाह मानव सृष्टिको रूप सौन्दर्य। यसरी विश्वासघातको पलमा आफैलाई भुलेर बेढुङ्गो हुँदो रहेछ। र यस्तै भयो यहाँ, सोचे जस्तो कहाँ हुँदो रहेछ। यो जीवनलाई सम्झौता गर्न कोही पनि आएन। न त मिलन र बिछोडको गीत गाउन नै अघि कोही सरेन। दैवले भाग्यमा के लेखेथ्यो कुन्नी, र यस्तै भयो यहाँ, सम्झे जस्तो जिन्दगी कहाँ हुँदो रहेछ। पलभरमा निमिट्यान्नै पार्ने जीवन र मृत्युका सम्पूर्ण पीडाहरूले साँच्चै म व्यवस्थाले यहाँ असहाय भइरहेछु। सारा घात प्रतिघातको समानान्तर रेखामा उभिनु परिरहेछ। न्यानोपनको परिवेश नै छैन। अनि यस्तै त भयो, कुनै उन्मुक्तिको धैर्यता नभएर नै मसँग केवल उपेक्षाका बुझ्न नसकिने पीडामय अभिव्यञ्जनाहरूले नै ठेलाठेल गर्दै न्यायको ढोका ढकढकाउन थालेपछि म भयातुर भई कतै पाउन सके भने एकमुठीका खुसीहरू लिएर तिम्रा दृश्य परिदृश्यहरूको सामुन्ने कुना गल्तीतिर खाटा बसेका पुरानो घाउको डोपलाई पछ्याउँदै फेरि निशब्द कुञ्जिएका ती सोध्न बाध्य हुन्थ्यो। तर मायाका प्रतिबिम्बहरूमा पटक्क गलेपछि निस्सासिएर आत्मसम्मानको खोजभरि संवेदनाहरू छत्तासुल्ल भएर कतै बिथोलिन्छन् कि भनेर अल्मलिएर सुस्केराको एउटा चौतारीका खोजहरूमा म धेरै थाकेको छु। जहाँ ओह्राली उकालीका अनेक घुम्तीहरूतिर आफैसित अल्मलिएर बस छातीभरिका पीर अब चोटहरू दुख्दैन भनिरहेछु। तर कहिलेकहीँ आफैभित्र पनि कुन्नी कस्तो कौतूहलताले एकान्तमा सहयात्रीको स्नेह मनभरि खोज्दै फेवातालको बगरमा मायाका अभावहरू खोजिरहेको कतै कतै हुन्छु। अनि त शेष अवशेषहरूको जीवनरूपी अदृश्य अस्पष्ट बचाइहरूको आवाजमा मसित सायद पुनर्जन्मको कुनै सङ्कल्प हुन सक्छ, जहाँ तिमीलाई अनवरत म खोजिरहेको कुनै मायाको एउटा अदालतमा यसरी भुल्न नसकेको त्यो समयको सम्झनाका तस्बिरहरू पनि कतै कतै सुकसुकाइरहेका हुन्छन्। धन्यवाद।